हेलो साथीहरू, आजको यस ब्लग्समा तपाईहरुलाई म हाम्रो गाउँ अनि हाम्रो गाउँको काफल देखाउन गएको छु। हेर्दै गर्नु होला र हाम्रो गाउँ कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नु होला र मेरो भिडियोलाई लाइक गरिदिनु होला र हाम्रो गाउँको काफल कसलाई मन पर्छ काफल भन्ने चिज जसको गाउँमा हुँदैन त्यो चाहिँ हाम्रो गाउँमा आएर खाडा हुन्छ। धेरै काफल छ हाम्रो गाउँ, हेर्नुहोस्। हेर्नुहोस् त काफल कति राम्रो, हेर्नुहोस् त कति आएको छ काफल पनि। हजुर थोरै हो त, यसले झारेर चाहिँ यो कम भएको, नत्र कति धेरै थियो काफल पनि। यो भएको चाहिँ आँखा धेरै फफाएर त्यही भएर आँखामा पात हालेर हेर्न सक्नुहुन्छ। रुख चाहिँ त्यही थियो है हामीले खाएको चाहिँ। क्यामेरा पनि एकदमै बाबुरको नाटक हेर्न सक्छ। नाटक नो ओभरटेक भनेको छ यहाँ चाहिँ घुम्तीमा। यो चाहिँ डिगाको घुम्ती भन्नुपर्छ, डाँडामा। किशोर बाबु, तिमी के गर्नु लाग्यो? चरा मार्ने हो। चरा लट्ठीले मार्ने कि गुरेलले मार्ने हो? गुरेलले मार्ने हो। गुरेल मार्ने? त्यहाँ अगाडि चाहिँ हल्का जिपमा चाहिँ पेसेन्जरले उल्टे गर्नुभएको छ, त्यही भएर यहाँदेखि पानी लगेर साफ हुँदैछ। बचपन में सोचा करते थे कि बड़े होकर कुछ बेहतर हासिल करेंगे, लेकिन हमें क्या पता था कि बचपन से बेहतर कुछ है ही नहीं। छम्मै जल पानीमा हो आँखा पर्यो नानीमा। यहाँ चाहिँ हल्का यो धेरै यो फिस गर्ने टाइममा चाहिँ धेरै माटो हालेर चाहिँ रोड दबाएको थियो। अहिले चाहिँ फेरि माटो हालेर दबाएको छ। अहिले चाहिँ यहाँ फाटेको छैन, पहिला चाहिँ यहाँ रोड पुरै फाटेको छ बिचबाट। अगाडि पनि त्यसरी नै गरेको छ, अगाडि फाटेको चाहिने जो जिन्दगानीमा चाहिने
छैन